हेलो हेलो सबैलाई नमस्कार। हजुरहरूलाई स्वागत छ मेरो डे 2 को मिनी भ्लगमा। अनि आज मैले फेरि सधैँ जस्तो मेरो काममा म लागिसकेको छु हैन। अनि बिहानको चाहिँ आज मैले खाना बनाएको भिडियोहरु चाहिँ बनाउन भ्याएन है। उहाँहरु चाहिँ मेरो साथीहरु हो। अनि त्यसपछिबाट मैले आज मोमोको लागि तयारी गर्दै थिएँ उता। अनि यता फेरि बुवाले कस्टमरको लागि आलु चना दिनुभएको थियो। अनि यता फेरि मैले ड्रमस्टिक पनि बनाएर रेडी गरिसकेँ हैन। यता फेरि मोमोको लागि मैले मसिनो गरेर प्याज चप गर्दैछु हैन। अनि धनिया र हरियो प्याज पनि राख्नुपर्छ, मम्मीको स्वाद एकदम मिठो हुन्छ। यता फेरि बुवाले मजाले किमा मार्दै हुनुहुन्छ है। अनि फेरि चाउमिन पनि सेलाइसकेको थियो, मैले तेल लगाएँ। अनि यो क्याफे चाहिँ अलि हटाउँदै चाहिँ मेरो छिमेकीको थियो। अनि त्यसपछिबाट म मोमो बनाउन थालेँ है। अनि मेरो साथी पनि त्यही बेलामा आइहालिन्। उनले पछाडिबाट भिडियो खिच्दिन् यो मैले बनाएको मोमो। उहाँ चाहिँ हाम्रो रेगुलर कस्टमर हुनुहुन्छ। यिनी चाहिँ मेरो साथी हुन्। उनले चाहिँ मलाई मोमोको लागि पिठो बेल्दै हेल्प गर्दै थिइन्। हेर्नुहोस् है साथीहरू, मैले बनाएको मोमो कस्तो छ कमेन्ट गर्नु होला। अनि यता फेरि भाँडाहरू पनि थियो। अनि